हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार भनेर आजको भ्लग चाहिँ मैले स्टार्ट गरिरहेको छु। अनि सबसे फर्स्ट चाहिँ सबै दिदीबहिनी दाजुभाइ तथा चेली माइतीहरूलाई भाइटिकाको धेरै धेरै शुभकामना भन्दै आजको भ्लग चाहिँ मैले स्टार्ट गर्दैछु हो। सो आज चाहिँ भाइटिका हो अनि हेर्दै जानुहोस् के गर्छु होइन। म चाहिँ अहिले उठेर चाहिँ अब म एकछिन लुगाहरू चेन्ज गरेर सौदाहरू गर्न जान्छु हो। सो हेर्दै जानुहोस् मेरो भ्लग, म तपाईँलाई देखाउँदै जान्छु। हाई। र अहिले चाहिँ आमा र म सौदा गर्न निक्लेको छु हो। आमा चाहिँ यहाँ छ। वेदर कस्तो दामी भएर छ, बादलहरू आज शीतल खालको वेदर भएर छ आज। हेर्दै जानुहोस्। अब चाहिँ मेरो काम सुरु भयो हो। यहाँनिर चाहिँ म मेरिनेट गर्दैछु बिरयानीको लागि हो। यहाँ दुध तातिसक्यो, यहाँ आलु पाउँदैछ, आमाले यहाँ माछा मेरिनेट गर्नुभएको छ। सो हेर्दै जानुहोस् आज के बनाउँछु। आज चाहिँ म बिरयानी बनाउनु आँटेको हो। सो बिरयानी रेडी गर्दैछु म, अहिले देखाउँछु तपाईँलाई। मैले चाहिँ यहाँ मेरिनेट गरिसकेँ हो। अनि यहाँ छ माछा, आलु, आमाले चाहिँ चिया बनाइदिनु हुँदैछ। सबसे फर्स्ट चाहिँ म यहाँ माला हुनु आँटेको हो। अब चाहिँ म माला हुन्छु फर्स्ट, त्यसपछि चाहिँ अरू काम गर्छु। म चाहिँ गाइस फुल हुँदैछु हो। यति हुनिसक्यो। यति चाहिँ हुनिसक्यो मैले। यो भाइटिकाको स्टोरी त मैले लास्ट प्रिभियस इयरको भ्लगमा पनि भनेको छु होइन। तपाईँहरूले हेर्नु भएको छैन भने त्यो पनि हेर्नुहोस् होइन। त्यहाँनिर चाहिँ मैले स्टोरी भनेको छु, त्यही रिपिट गर्दिनँ। कतिजना मेरो भ्युवर हुनुहुन्छ होइन, पहिलादेखिको सब्सक्राइबर हुनुहुन्छ, उहाँहरूलाई अल्छी लाग्न सक्छ हो। त्यस कारण चाहिँ म रिपिट त गर्दिनँ होइन। सो तपाईँहरू पनि बिजी हुनुहुन्छ होला अहिले होइन। भाइटिकामा सबैले मखमलीको फुल लगाइदिन्छ नि त। तर योपालि चाहिँ फुलै नपाएर चाहिँ कस्तो बिजोग त भयो। बजारमा हेरेँ फुल थियो होइन, तर रेडिमेड माला थियो प्रायः। तर त्यो पनि कस्तो नराम्रो हुन्छ नि, ओइलिसकेको थियो, अब कलर गइसकेको थियो। मखमली त पर्पल कलर हुन्छ नि त होइन, त्यो त पर्पलबाट पनि वाइट भइसकेको थियो। अब त्यस्तो त कसरी लगाइदिनु। अनि चाहिँ लगाइदिनु, त्यो चाहिँ मैले लिएन। अनि चाहिँ मैले यो फुलको बिट्टा धन पाएर यहाँ जोरबुङ्गोमा पाएर चाहिँ मैले किनेर चाहिँ यो उन्दैछु। अहिले चाहिँ म हिजो उन्नु चाहिँ भ्याएन होइन, अनि आज नै उन्दैछु। सो अब चाहिँ मैले यहाँ फुल पनि उनिसकेँ हो। अनि चाहिँ यहाँ रेडी पार्दैछु। मैले चाहिँ अब बिरयानीको पकाउनुको लागि सुरु गरेको हो। यतापट्टि चाहिँ पानी तताइरहेको छु अनि यहाँ चाहिँ प्याज फ्राई गर्दैछु। फर्स्ट चाहिँ म बिरयानीको रेसिपी चाहिँ आज दिन सक्दिनँ म, किनकि म अहिले हतार छ अहिले हो। कुनै दिन दिन्छु तपाईँहरूलाई रेसिपी। तपाईँहरूलाई रेसिपी चाहिएको छ भने चाहिँ मलाई कमेन्टमा भन्नुहोस्। सो म चाहिँ अब रेडी पनि हुन आँटेको होइन, पकाउँदै पनि छु, साथसाथमा रेडी पनि हुन आँटेको छु। सो म रेडी भएर आउँछु तपाईँहरूको सामने। सो म चाहिँ रेडी भइसकेँ हो। यो चाहिँ मैले अस्ति आफै बुनेको लाछा, हेर्न सक्नुहुन्छ तपाईँहरूले कस्तो देख्यो। आज चाहिँ मैले चाहिँ ब्लू लगाएको छु आज। यहाँ चाहिँ मैले अस्ति खास चाहिँ मैले 4 जना आउनुहुन्छ भनेर सोचेको थिएँ होइन। निशान दादा, आशिष दादा, विवेक र वीरेन दादा हो। तर दादाहरू चाहिँ गाडी पाउनु भनेर त्यसरी आउनु भएन हो। अनि चाहिँ 2 जना मात्रै छ आज चाहिँ मेरो भाइटिका लाउने। अनि चाहिँ यो 2 जनालाई गिफ्ट ह्याम्पर मैले चाहिँ रेडी पारिसकेँ हो। बस्ने पनि मैले यहीँ पारेँ किनकि मलाई घुम्नुपर्छ तेलहरू बोकेर हो। अनि चाहिँ यतिकोमा पारेँ। मेरो माइती चाहिँ आइपुगेछ, यहाँ छेउकै माइती चाहिँ भर्खर आइपुग्यो हो। आज म टिका लगाउन सुरु गर्न आँटेको।
माइती त भोट गरिरहन्छ रहेछ। यहाँ हेर मेरो माइती चाहिँ यहाँ छ। आज मैले लाउनु थालेको आउने पनि हुनु पर्यो। को छ भने त्यही त है, छोरी थिए एउटा। ए म त यता पाइछु नि, त्यहाँदेखि बेसी गरेर पनि लगाइदिइहाल्छु बिगाइको लागि। तेल हो 300 हल्का 10 रुपियाँ गर्ने हो चिप्लो हुन्छ फेरि लाउँछु अब पूजा गर्नु फुटाउनु पर्छ। फुटायो त्यहाँ ठिकै सिकाउनु भाइको गर्नु ठुलो दैलो त लिएको फुल पाइसकेको थिएन। अहिले आशिष र निशान पनि आउँछ होला भने आएँ। हिजो पूजाले भनेको थियो, ए पूर्णिमाले भनेको थियो आज त खोलेको हेलो म माथि कागमा छु हजुर म माथि आएको छु काकाकोमा दुध खा पहिला। काकाकोमा पुगेर बहिनीकोमा रोटी 3 टुक्रा खाऊ सानो। ल के सबै रेडी छ किन दिनु त पर्छ सिधा त्यसलाई मिलाउनु भयो नि त्यसलाई मिलाउनु माथि सिधा 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 गरेर हेलो 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 मेरो फोनै भएछ मभन्दा ठुलो नहुनु भने के भन्दा सुत्त बाहिर ए मैले छर्केन अघि त हुन्छ यसरी छेउमा खाँदै भयो नि सिधै घुम्नु मात्रै पर्छ।
दसैँ दिवालीहरू पनि है सुन्छन् हाम्रो पापा चाहिँ टिका लगाएर आइसक्नु भएछ लेबोङबाट अम्बक लिएर आउनुपर्छ अम्बक र मेरो एकजना दादा चाहिँ जानुभयो हो खानासाना खाएर जानुभयो यहाँ चाहिँ विवेक खाँदैछ भात होइन दिस इज बिरयानी कस्तो भएछ मेरो बिरयानी मैले बनाएको मन पर्यो टिका लगाएछ क्या सबै जग्गा ल हेरिदेऊ न हाई भनिदेऊ न मेरो सब्सक्राइबरहरूलाई ले लजाएर केही छैन एकजना चाहिँ सो आज चाहिँ हामीलाई उताको परिवारको खाना खानु बोलाइरहेको छ हो सो आमा र म चाहिँ केही सामानहरू किन्नुको लागि जाँदैछौँ यहाँ अब हाई भन्नु हाई आमा म चाहिँ गाडी आमा म चाहिँ सामान खाना जानु आँटेको सिधै जान्छु भनेको चाहिँ त्यहाँ अब यसो हेर्दै जानुहोस् के के हुन्छ त्यहाँनिर बाई हामी चाहिँ यहाँ काच खेल्दैछौँ हो हामी तिनजना चाहिँ तिनजना रे चारजना चाहिँ आज कति बजी देखाइदियो त फोन यहाँ बाल 12:30 हुन आँटेछ 53 होइन 23 ब्रो के भन्यौ तिमीले भर्खर हामी चाहिँ पैसाको लागि खेल्ने होइन है हान्नुको लागि यसले चाहिँ मालामाल यो चाहिँ मालामाल हुन आँटिसक्यो हो हाम्रो पैसा चाहिँ यसलाई एकदम राख्नु दिएको अहिले माग्छु नि माग्छौ माग्छु नि ल माग्दै गर के गरेको अरे यसलाई चाहिँ एकदम पिगी ब्याङ्कको लागि राखेको यो चाहिँ पिगी ब्याङ्क अरे अनमोलको हो पिगी ब्याङ्क पाएन सो आजको भ्लग हेर्नुभयो होला तपाईँहरूले हो आजको भ्लग चाहिँ म यहीँनिर एन्ड गर्दैछु डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई